भगवान जगन्नाथ यमुनाको किनारमा भ्रमण गर्दै हुनुहुन्छ। र यमुनाको नगरीमा सुन्दर आवाजसहित बहिरहेको आवाज भगवान जगन्नाथसम्म आइपुग्दैछ। र सम्पूर्ण देवी देवताहरू भगवान जगन्नाथको यो सुन्दर स्वरूपको दर्शन गर्दैछन्। र हामी पनि यो कृपा याचना गर्दछौँ कि हाम्रो यात्रामा पनि भगवान जगन्नाथको दर्शन होस्। सम्पूर्ण देवताहरू पनि हामीमाथि कृपा गर्नुहोस् ताकि हामीले भगवान जगन्नाथको दर्शन गर्न पाऊँ। जगतमा हाम्रा हरेक पाइला भगवानको यात्राको निम्ति निर्भय हुन्। आध्यात्मिक जगतमा हरेक शब्द आनन्ददायक र नदी जस्तै बहिरहन्छन्। हरेक शब्द भगवानको गुणगान हुन्। कृपा याचनाको लागि प्रार्थना गर्छौँ, उहाँको लागि गाउन र उहाँको लागि नृत्य गर्न सकौँ र हाम्रा जीवनका हरेक पलहरू भगवानको सेवाको निम्ति लागि परुन्। भगवान गणेश सबैभन्दा उदार हुनुहुन्छ। र उहाँ कल्प वृक्षको पनि निवास गर्नुहुन्छ र उहाँको कृपाले हाम्रा सम्पूर्ण इच्छा आकांक्षाहरू पूर्ण हुन पुग्दछन्। र उहाँ उमाको एकदमै प्रिय पुत्र हुनुहुन्छ।